हेलो कर्णाली प्रदेश कालीकोट जिल्ला पचाल झरना गाउँपालिका वडा नम्बर 3 खारदो जहाँ मेरो घर छ। यहाँ मेरो वासस्थान मेरो जन्मभूमि हो। उताको यो टिना हालेको घर चाहिँ हाम्रो, अनि चाहिँ यो अङ्कलहरूको घर त साइड साइडमा। हाम्रो गाउँ चाहिँ एकदम भिरालो, सबै अर्ग्यानिक परिकारहरू, खानाका परिकारहरू पाउने ठाउँ हो। र अहिले चाहिँ यत्रो यो धान, यो मासी धान लगाइसकेको छ। यहाँ मकैहरू होइन, अन्य प्रकारका खेतीबाली होइन, खेतीहरू पाइन्छ। यहाँ अन्न बालीहरू पाइन्छ। जहाँ यो एसियाको अग्लो पचाल झरना हो। यहाँ अगाडिपट्टि अहिले अँध्यारो भएर देखिएको छैन। त्यो चाहिँ एसियाको 381 मिटर अग्लो पचाल झरना हो। त्यहाँ मान्छेहरू जाने आउने होइन, हेर्ने गर्छन्। यो चाहिँ हाम्रो यो यताबाट यो टिन चाहिँ यो घर हाम्रो। अनि यो पुरा यहाँ धान बाली लगाएर होइन, यता जान 1 घन्टा लाग्छ। पचाल झर्ना जाने 1 घन्टा लाग्छ। मान्छेहरू जाने आउने, धेरै घुम्ने फोटो खिच्ने काम गर्छन्। म चाहिँ अहिले आज यसो गाउँको यसो घरतिर म आज यसो आराम वेट गरिरहेको थिएँ, आराम गरिरहेको थिएँ। आज यसो न भिडियो बनाऊ भनेर बनाएको। यो हो पचाल झरना 3 खारदो, जहाँ थुप्रै अन्न बालीहरूदेखि लिएर जडीबुटीदेखि लिएर मासी परिकारहरू अथवा मासी धानदेखि लिएर अर्ग्यानिक परिकारहरू, खानाका परिकारहरू, बाली नाली सबै पाउने ठाउँ हो। एकदमै मान्छेहरू आयो कि यहाँ धेरै रुचाउने, रमाइलोको लागि बुझ्ने, हेर्ने। र हाम्रो सबैभन्दा पहिला त यहाँ एसियाको सबैभन्दा अग्लो 381 मिटर अग्लो पचाल झरना भएको कारणले धेरै प्रायः जसो मान्छे आउने र हेर्ने गर्छन्। अहिले चाहिँ झरनामा देख्न सकिनँ, किन त्यहाँ अहिले राति भएको छ। अहिले त्यो देखेको छैन। कुनै दिनमा हामीले फोटो सामाजिक सञ्जालमा हालेको देख्ने गर्छौँ। त्यो फोटो हालेको यो पचाल झरनाको यतापट्टि छ। अहिले चाहिँ राति परेको छ है। यहाँ चाहिँ अहिले सूर्य चाहिँ उदाउन लागिसकेको छ। त्यहाँ चाहिँ पचाल झरना यहीँ हो है, हाम्रो यही ठाउँमा हुने गर्छ। यो मासी धान हो यो पुरा। यो मकैहरू मान्छेहरूले मकै भाँचेर भित्रको निकालेर राखेका छन्, पुड्याएर होइन। यस्तै छ हाम्रो गाउँघर, रमाइलो, सरर हावापानी चिसो शुद्ध होइन। एकदम हेर्नु, डाँडा यता छन्, डाँडा काँडा, हिमालहरू, पहाडहरू, यताबाट हिमाल पहाडहरू छन्। यो मान्छेहरू देख्यो कि रुचाउने र एकदम मन पराउने ठाउँ हो। म हाम्रो गाउँको बारेमा यति नै भन्छु। धन्यवाद। यसलाई, यो भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। म तपाईँहरूबाट यही नै अपेक्षा राख्छु। धन्यवाद।